पानी पनि भरेन डिब्बा जम्मरी त्यहाँ त के गरेको हुन् होइन दाउरा टुक्रा खाने के हात पकाउने हो के पकाउने के खाने हो बाख्रा पनि भोकै छ घाँस पनि काटेको होइन बाख्रा के अरे हाल्छन् कहाँ गर्ने घरको मान्छेहरू पनि छैनन् कोही पनि यही राति घाँसले कति हाल्नु हो पुग्दैन खोइ के गरौँ के घरको मान्छे तालमा छक्कै पर्छु म त खालि म बुढाले आश गरेर मै बुढीले गर्नु रे घड्डी घोटेर गरेँ त्यो उनीहरू खुसी हुनु के गर्नु घाँस धुलाउनु पर्यो नि त होला नि बस बाख्रा लगाएको डोरी पनि बेच्नु कहाँ हो तिमीहरू कहाँबाट आयो के गर्यो हो हामी बजार गएर आएको हजुरआमा बजार गएको थियौँ बजार गयौँ तरकारी लुगाहरू लिएर आएको साबुनहरू किनेर लिएर आयौँ आमा सन्चै हुनुहुन्छ अनि खाना खानुभयो त हजुरआमा खाएको ए कतिखेर आउनुभएको त परबाट यहाँ ए अब एकछिन बस्ने होला नि ए ल ल बस्नुपर्छ हजुरआमा बस्नुपर्छ हजुरआमा बस्दै गर्नु म चिया पकाउँछु है ल ल त्यतिकै नजान्नुमा चिया पकाउँछु चिया खाएर जानुपर्छ कस्तो राम्रो कपडा थियो है आज बजारमा राम्रो थियो मलाई पनि राम्रो लाग्यो पैसा भएको चाहिँ किन्न हुन्थ्यो पैसा अलिक बढी महँगो भनेर मात्रै नत्र चाहिँ म किन्ने विचारमा थिएँ म पनि ल्याउला भनेको थिएँ म त ल्याइन महँगो भन त्यहाँदेखि ल्याइन आज मम्मीले कराउनु हुन्छ कि घरमा पनि केही पनि गरेको छैन कराउनु हुन्छ कि त्यही त आज दिनभरि बजारमा गएर बस्यो अब गर्नुपर्छ बिस्तारै आज एकछिन बजार घुम्दा घुम्दै त्यत्तिकै भयो घरमा काम गर्नलाई अब छिटो छिटो गरेर गर्नुपर्छ है कान्छी काम हुन्छ हुन्छ बेसी गर्नुपर्छ त्यति गर्नुपर्छ होइन दुईवटा फतौडी त होइन गफ हाँकेर बसेर चुट्टेर बसेर के हो यो पारा न पानी थापेको छ न दाउरा काटेको छ न बाख्रा घाँस काटेको छ मजा गफ चुटेर बसेका छन् भरे केले भात पकाउने हो तिमीहरूले बाख्रा त्यत्तिकै टट्टेर कराएर बसिरहेका छन् भोकले मरिसके बाख्राहरू नाम लिने बित्तिकै आएछ नि बुढी त्यही त एकछिन गफ पनि गर्न नपाउने त्यही त नाम लिने चाहिँ आइपुग्छन् बुढी हामी त के खाएर खुसी गरेको गएर खुर्का गरेर बाख्रा जाऊ त घाँस नाएर गएर बाख्रालाई जाऊ त खाना खुसी गरेका छन् बसेका छन् सुन न तिमीहरूलाई मैले के भनेको जाने घाँस झुन्ड के बसिरहेको दुईजना ए भित्र काम गरेर बाहिर काम गर जा फुरुक्कमा जा त यता भित्र जाऊ यता बाहिर जाऊ ए रिया पो आइछ त कतै कहिले आउँछ खुसुक्क जान्छ थाहा पाउँदैन आइज यहाँ बस आइज कहिले आउनु काकी अस्ति आएको आमा खुवाउने आउँछ आयो अनि त्यही भएर खुवाउनलाई आएको औँसीमा मुखेतालाई नानी पनि सानो अहिले त्यहाँ नानी सुते अनि मम्मीले हेर्नु है भनेर यसो हेर्ने घुमेको काकीलाई भेट्न आएको अनि के छ त हजुरको हालखबर अनि कहाँ गए भाइ बहिनीहरू अनि भाउजूहरू कता जानु सन्चै हुनुहुन्छ सबैले कहाँ सन्चै नानी जस्तो छ त्यस्तै चलिरहेको छ अरे के हुनु र नानी भाउजूहरू सोच्छन् भाउजूहरू यतै यतै बसिरहेका छन् अनि भाउजू हजुरको के छ नि यतै हुनुहुँदो रहेछ सन्चै हुनुहुन्छ मेरो सबै ठिकै छ सन्चै छ नि तपाईँको के छ नि नानी मेरो पनि ठिकै छ अनि खै त सानो भाइ बहिनीहरू सानो भाइ बहिनी खेल्न खाना दरको खुसी खै त म सुतिरहेको थिएँ अनि बोकेर हिँड्न झ्याउ लाग्छ अनि सुताएर अनि हिँडेको यतातिर यसो ए नानी पो आउनु भएछ कहिले आउनु भएको त नानी अनि म त अस्तितिर आएको त होइन यतै हुनु रहेछ भाउजूहरू ए अनि भान्जी कति बनाउनु भयो त भान्जी सानै छ ए सुत्नु भएको ल अहिले उठेर चाहिँ यता लिएर आउनु है हामीले त देखेको नि छैन हेर्छौँ ए हुन्छ हस् अनि सुतिरहेको चाहिँ अनि सुतेको नानी के लिएर हिँड्नु भनेकोले त्यसो भेटघाट गर्न आएको काकीहरूसँग भाउजूहरूसँग ए भोलि बन्द त अल्छी लाग्यो अनि त्यही भएर नानी उठेपछि लिएर आउनु ए हुन्छ अहिले बेलुका ल्याउँछु अहिले घामै छ अनि त्यही भएर नानीलाई बोकेर कि अहिले सन्चै छैन क्या नानीलाई हिजो सुइया लाग्यो त्यो भएर नानीलाई ज्वरो पनि आइरहेको अनि त्यही भएर सुताएर अन्त सुईको ज्वरो त आइहाल्छ नि 24 घन्टासम्म आउँछ 24 घन्टा भएको थियो अहिले बिहान आएर त अहिले त निको भइसक्यो ए कति महिनाको सुई लाउनु भयो त अहिले 4 महिनाको सुई लाएर अनि ल्याएको ए अहिले अलि सन्चो भएर सुतिदिनु होला सन्चो भयो दुईवटा लाउनु पर्थ्यो हिजो एउटा मात्रै लायो एउटा सुई बिग्रियो अरे अनि त्यो एउटा ला अर्को महिनामा ल्याउनु सुई पनि म यहीँ लाएर ल्याएको घरमा काट लिएर अनि यहीँ लगेको घरमा पारी त्यो रिया आज पुग्यो नि
एकछिन हो बाख्रा भोल म चुजा सुन्यौ दुर्गौटी हो त एकछिन बल्ल बल्ल नानी आउनु भयो गफ पनि लाउनु पर्ने मम्मी कति कराउँदो रहेछ देखि नसक्नु पर्ने यो त कति टाढा नाम तेखेर बस्छ कि हौ हुँदैन खाली नै पेर्साकी छ बसेकी छ ल ल एकछिन नानी आउनु उठेर गफ गर्नु भनेको यो मम्मीले एकछिन गफै गर्न दिनु भएन ल ल म हिँडेँ जय के गर्नुहुन्छ सासुले कतिको तँलाई माया गर्छन् यो जय विदेशमा हुनुहुन्छ सासु ससुराले माया गर्नुहुन्छ त्यस्तै त नि सासुको जात तपाईँ जस्तै हो म त प्याच्चै भनिदिन्छु फेरि डराउँदिनँ नि नडर हुन्छ त सासु ससुरा त मान त राख्नु पऱ्यो नि नराम्रो हुन्छ त मान त राखेको छैन अब जति राख्न राखेको छ जति गरे पनि त्यस्तै त हो नि अब गरेको छ देख्नेले देख्छ नदेख्ने देख्छन् गरेर मान राखेको छ ल काकी अब म पनि जानु पर्यो नानी उठिसक्यो होला अहिले सन्चो छैन फेरि फुच्चीलाई पनि ल काकी म अब जान्छु है ल नानी उठिसक्यो भने पक्न पामा चिया पाउने चिया खाएर नानी झगडा गर्दै मम्मीलाई दुःख दिन्छ मम्मी चिया पा भाजो चिया पाउने चिया खाएर जानु बस्नुहोस् होइन चिया नखाने यस्तो गर्नु के चिया खानु म त्यहाँदेखि कहिले चिया नै खान ए सासु पनि थोरै कराउँदैन के भएको हो कुनी यो सासु पनि अझैभरि त देखि सधैँले बुहारीले काम गरेको मनै नपरेको कि के भएको हो नि यो सासु बोले पनि के भएको नि यो बुढी त साह्रै किसिमको लाग्न अझैभरि जति गरे पनि कहिले त्यो मेरो बुहारीहरूलाई चाहिँ के भएको कामै गरेको नदेखेका हुन् कि मलाई दिक्क लागिसक्यो कामै मन नपरेको यो सासु बोजूलाई यो बुहारीहरू नै मन नपरेर हो कि किन हो नि धेरै किचित गर्न थाल्नु अझै हाम्रो सासूले किन यस्तो गरेका हुन् पनि यस्तो बढी किचित गर्नु भने त माइतीतिरै गएर बस्ने हो धेरै किचित गरेको मलाई मन पनि पर्दैन पनि अब किचित गरिराख्नु बुढी जति गरे कहिले देख्दैन बुढीले काम गरेको पनि म त बुढो आएपछि मात्रै आउने हो यो बुढी किचकिच गर्छन् धेरै के काम गरेको न घाँस काटेको मनपर्छ न दाउरा काटेको मनपर्छ न गोबर सिटा गरेको मनपर्छ जे गरे नि यो बुढीलाई त कहिले नआउने भयो त मैले त यो बुढीलाई के चाहिँ गर्नुपर्ने हो नि त्यो मनै नपर्ने किचकिच बुढीलाई म त सक्दिनँ काहीँ नभए अलक्षिमी बुढीलाई यो बुढीलाई जति गरे पनि कहिले देख्नु छैन म त उसरीसँग जहिले पनि म त भान्जोमै लडाइदिन्छु बरु खाइरहेछ त घाँस बाख्रालाई भइरहेछ त कति किचिज गरे त हाम्रो मम्मीले जति घाँसहरूलाई पनि नहुने जति काम गर्दा नहुने घाँस खाइरहेछन् यी बाख्रा पनि कस्ता खाइतासेर ठ्याक्को खाएकै गर्छन् फेरि जति झुनाइदिनु रुच्मिरहेछ तिनीहरूलाई के गर्नु फेरि नखाए जस्तो छ हेर्दा पनि के घरतिर छालामा बाख्रा पनि खाइरहेछ नि त बाख्राले घाँस हो नि घाँस छ झुन्डिरहेको छ घाँस कस्तो मन नपरेको पनि काम गरेको पनि यी बाख्रा पनि कति खाएको खाइ गरेका हुन् फेरि जति झुन्डाइ खाएको खाइ गर्छन् फेरि कहिले पनि नमोटाउने जति खाने हटिरहेको छ हाला भएर बसेछ घाँस त खाइ पनि रहेछ त्यतै पनि छ घाँस छ त घाँस अब कति घाँस ल्याउनु हो दुईवटा बाख्रालाई नखाए जस्तो छन् बाख्रा फेरि जति काम गर्दा नदेख्ने यो सासूको जातै यस्तै रहेछ दुईवटा छन् बाख्रा भने कति घाँस घाँस भनेको ठिकै छ अलिकति ल्याएर झुन्डाइदिन्छु फेरि थोरै झुन्डाइदिनु पर्यो अब यति भएपछि त हुन्छ होला नि त बुढियालाई अब यति गर्दा पनि किचकिच गर्नु भएछ भने चाहिँ म सक्दिनँ काम गरेर अब नसक्ने म भन्छु दुईवटा छन् बाख्रा कति घाँस हाल्नु यतै छ घाँस उतै छ घाँस घाँस त ल्याएर राखेको छ नि नदेख्ने गरेको यो सासूको जातै यस्तै हुँदो रहेछ बुहारीलाई भनेको जहिले अब्जस्ट गर्ने सासूको जात साह्रै खराबी अब म सक्दिनँ घाँस सास हाल्न ल अब यति भए भयो यति नै हो ल म पनि अब सक्दिनँ काम गर्न पनि अब म नानीको बाबा आएपछि उतै माइततिर गएर बस्छु कतिको बोल्ने पार्दो रहेछन् यस्तै काम गरेको नदेख्ने भए म पनि अब माइत गएर बस्छु नानीको बाबा आएपछि मात्रै आएर आउँछु म पनि कतिको बोल्ने पार्दो रहेछन् कतिको मोटाउँदो रहेछन् कति घाँस हाल्दो रहेछन् हेरौँला म पनि त्यतिखेर आएर जान्छु म अब नमस्कार नमस्ते यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भए आगामी दिनमा पनि राम्रो भिडियो हेर्न मन भए कृपया हजुरहरूले यो च्यानललाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला धन्यवाद थ्याङ्क यू हामीलाई माया गरिदिनु होला अझै पनि राम्रो राम्रो भिडियो लिएर आउनेछौँ कृपया हजुरहरूले हामीलाई माया गरिदिनु होला
धन्यवाद।